आज त यस्तै भयो भोलि के होला के हो अरे मेरो भाग्य पनि खत्तमै रहेछ। दुईटा भटिज थियो, एउटा भटिज विदेशमा गएर अलपद खोइ अहिलेसम्म केही चाहिँ खबर पनि पाएको छैन, के पाएको छैन। एउटा भएको भटिजसँग भएको पनि आफ्नै आँखा अगाडि पुलिसले समातेर लग्यो। अरे के भएको होला यो? आखिरमा मेरो भाग्यमा त म भटिज दुईजना भनेर बसेको त आखिर एक्लै हुने के हो? ओहो, अब म चाहिँ अब आफू घरमा त हुँदैन, भतिजा ल्याउनु पर्यो नि है। के भन्नु, अब कोही छैन। अब भतिजा थियो भन्ने पनि व्यस्त कुमार, अब त्यो पनि छैन। कसलाई भन्नु, अब आफै कुरा गरी आफै सुनेर भन्नु के गर भएन। अब म एक्लै घर त हुँदैन। यसो विचार गर्दाखेरि त अब म व्यस्त कुमारलाई त मैले निकाल्नै पर्यो। अब म नेताजीलाई भेट्न जान्छु। अब यही हो उपाय चाहिँ नि, यही हो। अब चुनाव त हामीले जितेरै छाड्यो। अब बजेट अब छानबिन गर्ने उसमा छ, प्रोग्राममा कार्यक्रमहरू छ। अब यसपालि चाहिँ हाम्रो यो विकास गर्न लागि हाम्रो टोलमा चाहिँ टोलको लागि चाहिँ बजेट छुट्याउनु भयो नेताज्यू। त्यो सोध्दैछु भनौँ न। त्यो ढोका ढाक्नु कहाँबाट आएको गाँसेर बुहारमा भित्र आउनुहोस् भित्र। ओहो, मलाई बहादुर पो आउनु भएको छ। हजुर, तपाईँलाई नै सम्झेर आएको नि दाजु। नमस्कार, मलाई बहादुर ढोका ए नि दाजु, हस्। बहादुरज्यू, हजुर, के सेवा गर्नु पर्यो ल भन्नुहोस् न। अब के भन्नु नि दाजु, साह्रै समस्या पर्यो। आफूले गर्न नसक्ने अवस्थामा पुग्यो। म मात्रै गएर केही पनि नहुने भयो। त्यसको लागि तपाईँको अब तपाईँ नभए भने कामै नहुने भयो। कस्तो काम पर्यो बहादुरज्यू? हजुर, मै जानु पर्यो। अब कस्तो भन्नु, अब आफूले देखे होइन। अब सिधै आएर मेरै अगाडि चाहिँ नि गाँजा तस्करमा लगाएर भतिजा ठुङ्ग्यो। धनक बहादुर, हजुर, यस्तो कुमार त्यस्तो थियो भनेर मैले अस्ति नै भने सोचेको थिएँ। थाहा थिएन मेरो दाजु। हेर्नुहोस् है, के भन्नु, अब बच्चाहरूले गल्ती त गर्छ नि। कहिलेकाहीँ हामीले सुधार्ने पनि मौका दिनुपर्छ के दाजु। अब एकचोटि त गर्छ, अब गरे त कसैको पनि हुनसक्छ। अरूले कसैले कुरा लाएर पनि फसाउन सक्छ। कसले फसाउँछ त धनक बहादुरलाई? हो छ उसको दुश्मन। को हुनु, अब व्यस्त कुमार त्यस्तै हो। अब उसको त हेर्दाखेरि त कोही दुश्मन देखिनँ मैले त। अब खोइ कसैले फस्यो, कसैले फस्यो। अब उसले खाएको पनि चुरोट के पनि खाँदैन, रक्सी पनि खाँदैन, तर हिँड्छ, हावा खाना कुरा गर्छ। यति मात्र थाहा छ मलाई। तर यस्तोमा फस्छ भने के पनि खाँदैन म। नेताज्यू, छाता उडेर व्यस्त कुमारले एकचोटि छुट्याइदिउँ नि त। त्यसले छुट्याएर के त्यस्तो भोलि मेरो
यता पतै जान्छ। हामीले छाता उठेर त्यसमा चाहिँ हामीले छानबिन गर्न सक्छौँ नि नेताजी। ल ठिक छ। यति गर्नु न दाजु, यतिको लागि अब तपाईँलाई के अब बिन्ती गर्छु होइन। हेर्नुहोस् है, अब म एक्लै छु, अब भट्टी उता थुनेपछि त म एक्लै हुन्छ, खाना पकाउने कसले, अब म कहाँ धुन्छु, बेलुका आउँदाखेरि खाना पनि हुँदैन, केही हुँदैन। अब मेरो लागि गयो भने यति बिल्ली गरिदिनुहोस् क्या। अब मलाई साह्रै गाह्रो भएको भएर अब मेरो केही लाग्ने छैन क्या चौकीतिर गएर, यसको लागि यति बिल्ली चाहियो। हजुर नेताजी। भनेको बहादुर जुन यस्तो कुरा गर्दैन हुन्छ के हो? छाता उठेर एकचोटि चाहिँ छुट्याइदिउँ न नेताजी। तर एकचोटि त म छुटाउँछु बहादुर। तर उसले मेरो एउटा सर्फ मान्नुपर्छ। हजुर मान्छु हजुर। मेरो भान्जीसँग बोलेको हजुर देखियो भने हजुर उसलाई ठिक छ, यो चाहिँ ध्यान दिएर उसलाई सम्झाउनु नि। सम्झाउनु त मैले सम्झिसकेँ, उसलाई सम्झाउनु बाँकी छ। म घरमा ल्याएपछि उसलाई राम्रोसँग सम्झाउँछु। यति म उसलाई त्यहाँबाट मात्रै छुट्याइदिनु, तपाईँले भने जस्तै गरिदिन्छु। एकछिन अब उसको त्यति काम एउटा गरेर जाउँ न नेताजी। हजुर ल हजुर छाता उठेर। दुःख नमानिदिनु दाजु, नमस्कार। मैले मलाई ध्यान राख्नु। हजुर आज त यस्तै भयो, भोलि के होला? हो नमस्कार किशोर सर। सलाम हजुर। कति कारणले होला सर? मेरो यो हाम्रो कनक बहादुरजीको भति छोरा है त्यो केसमा थियो नि अस्तिको त्यो त्यसको लागि गर्नुपर्छ हो। तपाईँसँग यसो छलफल गर्नु पऱ्यो। हजुरको मैले के सेवा गर्नु पर्यो र? तपाईँले यो हाम्रो त्यस्तो कुमार चाहिँ यहाँबाट छोड्नु पर्यो। अब त्यो त अब हजुरले नै आँखा हो, हजुर नै लिन आउनुहुन्छ भने त मैले रोक्ने कुरा आउँदैन। मैले माथि नै कुरा गरेको छैन। अब हजुर नै आउनुहुन्छ भनेर मैले रोकिहाल्छु। फेरि यस्तो त्यस्तो मान्छे पनि हुँदैछ। अहिले हाम्रो परम्पराको हिजो चाहिँ सबै कुरा गर्दाखेरि मलाई पनि त्यस्तो लागेन। अब यसबाट मलाई छोड्नु पऱ्यो। ठिकै छ नि त। अब उहाँ पनि त त्यति नराम्रो मान्छे त मैले देखिनँ। त्यो दिन हामीले राख्छौँ, उहाँको पनि अब गल्ती गरेको देखिएन। ठिक छ, अब तपाईँहरूले चाहिँ अब उनीहरू सानो कारणले भइहाल्छ। यसको लागि अब के भन्नु, अब उसले गल्ती गरेको गरेको छैन, त्यसैले छोड्नुपर्छ। एकचोटिलाई सिकाइदिनु होइन, एकचोटिलाई मौका दिनु मैले पनि पाउँछ। एउटा कुरो तपाईँले पनि हजुर यति याद गर्नु कि आफ्नो बच्चा हो तपाईँको होइन, हजुर उसलाई पनि अलिकति सम्झाइ बुझाइ गर्नु। हजुर फेरि तपाईँ पनि उयो ताला त हो नि, त सबै दिएको त आफू पनि कन्ट्रोल अब आफ्नो आइनादेखि आफै कन्ट्रोल आफै अब यसको लागि म गर्दिनँ। मैले गर्दाखेरि उसले पनि सिक्यो। धन्यवाद तपाईँहरूलाई। मेरो लागि शुभकामना छ। हजुर ल ठिक छ, आजलाई लिएर जानु। हजुर अब आइन्दा यस्तो दोबारा फेरि यो ढोका खुल्ला गरौँ न पर्यो। पर्दैन हजुर पर्दैन, त्यति नै मलाई काट्नु। के गर्नु नेताजी देखौँ? तपाईँको नाम के रे? हजुर अब के भन्नु, तलक तलक बहादुर। तलक बहादुर। बाबुले पनि कस्तो नाम राख्यो? त्यो व्यस्त कुमार भने तपाईँको भतिजो हो। हजुर हजुर उहाँकै केसमा त आएको त। उसको बाजेको नाम के हो? उसको बाजेको तलक बहादुर। ढलक बहादुर। ढलक बहादुरको उहाँको बुवाको नाम चाहिँ? उहाँको बुवाको नाम मेरो दाई हो, सनक बहादुर। ए सोनक बहादुर। हजुर। उहाँको बाउ मेरो दाई। के साह्रो राम्रो नाम रहेछ है। टनक बहादुर, सनक बहादुर, रौनक बहादुर के अरे? तलक बहादुर। टलक बहादुर। तलक बहादुर। टलक बहादुर। देख्नुभयो त नेताजी, नाम चाहिँ मिलाएर राखेको रहेछ। ल बाबुले मलाई हालेको मलाई थाहा छैन। अनि त अब के भन्नु, अब आफैले हालेको। ठिक छ। अनि उहाँको वर्ष चाहिँ कति पऱ्यो रे? उहाँको व्यस्त कुमारको 20 वर्ष भयो। 20 वर्ष। 20 वर्षका व्यस्त कुमार। हजुर हजुर केटी काण्ड होइन त यो? केटी काण्डमै पर्नु भएको थियो। होइन होइन, तपाईँले चाहिँ काँदा के सम्बन्धी मिलाउनु भएको? हजुर हजुर अनि त्यसमा अब आफ्नै अगाडि त समाचार लानुभएको थियो।
अस्ति छुटेर गयो एउटा केटी काण्डको मान्छे चाहिँ म त्यसलाई सम्झिरहेको साँच्ची हाम्रो लागु पदार्थ दुर्पिसनमा होइन ल उहाँलाई आजका मिति यतिबाट चाहिँ नि नेता हजुरको नाम गोविन्द प्रसाद गोविन्द प्रसाद ज्यूको अध्यक्षतामा उहाँलाई यस चौकीबाट रिहा गरिएको छ। एकचोटि च्याट्ट सही गरौँ त। अनि उहाँको दाजुभाइहरू अरू कोही छ कि छैन? एउटा सानो भाइ थियो, अब त्यो पनि अब नाम त सानोमै छुटाएर लग्यो। दुईजना त दाजुभाइ त मसँग बस्थ्यो। त्यो अब व्यस्त कुमार स्वस्थ कुमार, त्यो चाहिँ अब मङ्गै कुमार होला। त्यो खाइस कस्तो मिलाएको कस्तो महँगो, अनि त्यही त आफूले हाले होइन, यसमै महँगो भइरहेछ, अझै महँगो छ, अझै महँगो कुमार। के गर्नु यस्तो नि भयो त नि दाजु। हाम्रो बहादुरको परम्परादेखि खानदारको नामै यस्तो रहेछ। त्यही त आफूले हाले होइन, सबै बहादुर बहादुर हुन्छ। कोही अनि यो त बग्ने त राखेको नि। आउँदा आउँदै अब कुमारै कुमार आइसक्यो। अब व्यस्त कुमार आयो, आफू चाहिँ तलक बहादुर। ल ठिक छ, ल हजुर सर के हो यता आऊ। नयाँ आधार हो क्या? यो अस्ति भर्खर हाम्रो यो नारायणघाटतिर जाने पोस्टिङ गएको थियो। अनि यहाँ अब चौकीमा जाने अस्तिको एउटा बिदा गएको हुनाले जाने अब यसो चाहिने साथी ल्याएको नि। अब के गर्ने यसले गर्नु सकिन्न। अनि अझ त्यहाँ हाम्रो व्यस्त कुमार भन्ने 3 दिन अगाडि हामीले थुनामा राखेको थियो नि, हो त्यो मान्छेलाई भित्र लिएर आऊ त। हस् सर। तेरो मान्छे आइज। उहाँ नै हो कि क्या हो नेताज्यू? उहाँ हो हाम्रो व्यस्त कुमार। व्यस्त कुमार, ल ठिक छ। कस्तो लाग्यो त जेलको हावा? ओ तेरी रातो खुर्सानी हावा त ओहो, घरमा चल्ने फाइन भन्दा नि एकदम सही लाग्यो। खाना त मिठो दियो होला नि? खाना त भन्नै पर्दैन। हो तेरी रातो खुर्सानी, त्यो घरमा गुन्द्रुक र भात खाएको भन्दा नि यहाँ बरु दाल भात खाएकै राम्रो लाग्यो मलाई। गुड। सिपाहीको खाना कस्तो हुँदो रहेछ चाख्यो होला नि? एकदम। ल फेरि पनि अब चाख्ने विचार चाहिँ नगर्नु। अब नेताजी आउनु भएको छ, अब छुटाउनुको लागि नत्र एक महिना जति यसो राखौँ कि विचार गरेँ। अब भात खुवाएर ठिकै छ, केही छैन। अब उहाँहरू आउनु भएको छ, अब व्यस्त कुमार व्यस्तैमा होला। ल ठिक छ, केही छैन। अब उहाँहरूलाई कुरा गर्नुहोस्, ल लिएर गयो हुन्छ नेताजी। बहादुरज्यू हजुर दाजु। हजुर अतिसँग भेटघाट गर्नुहोस्, सब कुरा गर्नुहोस्। अब सबैले के छ त्यो सम्झाउनुहोस्। अब खेला बसेर त चस्मा लगाएर बसेर राजाको सुरक्षा गर्दैछ। अब मलाई त के नआयो भाइ, तै पनि अब के गर्नु, भतिज बनेको भतिजे हो, उहाँकै सहारामा बसिरहेको छु। अब म ऊ नभए एक्लै हुन्छु, के गर्नु त? यस्तै त हो। त्यसो भएर होइन, अलिकति हप्का दब्काइ नि गर्नुपर्छ। त्यो म सबै सम्झाउँछु। अब मैले पहिला त म रक्सी खाएर अलिकति गरेर भएको मात्रै हो। अब म सबै मिलाउँछु, आफैले सम्झाउँछु म। हल्ला रहेछ होइन। अब भर्खरका केटाहरू हुन्, अब इमोस र तामस त आइहाल्छ। तपाईँ हामी नि पहिला के गर्यौँ कसो गर्यौँ त्यो त थाहा नै होला। हजुर अब जे होस्, अब त्यो हामीले भोगेका कुराहरू उहाँहरूलाई नसिकाऊँ। हस् हस्। अब उहाँलाई लिएर जानु सक्नुहुन्छ, राम्रोसँग लिएर जानुहोस्। बहादुरज्यू हजुर नमस्कार। ल ल। अब मैले यहाँ के गर्नुपर्ने काम एउटा भयो मात्रै छु है। हजुर म पनि अहिले मिटिङमा छु। हजुर इन्सपेक्टर सर, अब उहाँलाई के गर्नुपर्छ त्यो गराउस गरिदिनु है। ल ठिक छ। अब हजुरले कागज गरिहाल्छ अब दोहोऱ्याएर एकचोटि अब आउने बाटो नहोस्। बस हजुरको ऊ हो। ल उहाँले मिटिङमा छु, भ्याउँदा यसो उता चाहिँ भेटेर चिया खालाइन्छ। हुन्छ सर। ल सर। दाजु यति दुःख गरिदिनु भयो है, नमस्कार है। यति दुःख नमान्ने होला। म दुःख किन मान्नु? हजुर हजुर मेरो गाउँको मान्छेहरूले यति पनि गर्न सकिने हो। हजुर हजुर हजुर। हस् सर, म लाग्छु छाता उठेर
त्यो पनि अब छोड्न पर्ने बाध्यता पनि पर्यो के भनेदेखि नेताजीले मलाई समय छुटाउँदाखेरि मैले बाटा गरेर पुगेँ। किन गरे त बाटा? अब त म एक्लै बस्ने त नसोध्ने बाबा यस्तो चम्किएर हिँड्छ मैले के गर्नु त मैले भने मात्रै नमान्नु तँलाई त म के गर्न जान्छु पक पक तँलाई पक। आज त यस्तै भयो, भोलि के होला? त्यस्तो जाब सर्पत्ता मैले फन 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 घुमाएर नेताजी मैले यसरी माला लगाएर यसो लाउँछ कि तपाईँ त्यस्तो म त्यस्तो त्यो टोक्दैन नेताजी म च्याप्पो समातेर त्यसलाई फानफुन लिएर म माला लाउँछु। जादु गरेर होइन नेताजी म जादु होइन मेरो शक्ति अब सबैलाई म फन 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 घुमेर घाँटीमा माला लगाएर म दौडिन्छु नि त म। यसै काइस्रामसँग हिँड्न कुनै टेन्सन डर छैन। छैन छैन तपाईँले डर छैन अब जागौँ। के भयो के भन्छ काइस्राम रक्षा गर्नु आज त यस्तै भयो, भोलि के होला? मलाई यहाँ बस्दा झ्याउ भयो काका, म माथि जङ्गलतिर घुम्न जान्छु। म पनि जाउँला नि, म पनि अब यहाँ बसेर काम म पनि घुम्न जान्छु। ओहो काका नमस्ते। यता नौता लगाएर त व्यस्तकोमा त जेलबाट छुट्यो अरे। अनि आजकल कहाँ छ नि हो? बल्ल बल्ल छुट्याएर ल्याएँ। अब त्यसलाई अब मैले सम्झाएर सम्झिने होइन, साथीभाइ भएर त सम्झाइदिनु त्यसलाई होइन, त्यसलाई विदेश त पठाउनु पऱ्यो क्या। ए त्यसो हो काका, यता नौता लगाएर म सम्झाइहाल्छु नि। अब साथीभाइ भनेको यस्तै हो होइन, अब मैले भन्यो भने झार खाएर कुरा गरेर भन्छ, त्यही भएर त साथीले टेन्सन सम्झायो भने जान्छु कि न। अब जे गर्ने कुरा त त्यसै भइहाल्यो होइन, भइहाल्छ नि काका। त्यसको लागि अब त्यसलाई राख्ने अब बरु त्यति विदेश गरेर आएपछि त तिनीहरूसँग कम त हुँदैन नि त हामी। कहाँ छ त काका व्यस्त गएर जान्छ? हेर्छ चाहिँ अब व्यस्तकोमा त यही यतातिर भिडियो ल्यायो होला के। ए ल ल यति चाहिँ भेटिन्छ। ल ल काका म त्यसो भए म त्यहीँतिर गएँ है त। ल ल लागेँ म पनि। व्यस्त कुमार त यता नौता लगाएर कहिले जेलबाट छुट्टी चाहिँ? साथीको नाममा त कलङ्क रहेछ। ओ तेरी रातो खोर्सानी, कमसे कम साथी जेलमा परेपछि त यसो भेट्न आउनु भने छ त। अरे यार म यता नौता लगाएर यार भ्याएन नि यार तिमीलाई भेट्न। ल यो कुरा छोडिदे, म नेताजीतिरको घरतिर जान्छु। त्यो चञ्चली माया देख्दिनँ, फोन गर्दा पनि फोन लाग्दैन। चञ्चली माया आजकल कहाँ छ? अरे यार त्यो त काठमाडौँतिर गयो नि यार तिमी जेलमा पर्ने बित्तिकै। यार न फोन लाग्छ, के हो भन्थ्यो काका, यस्तै पऱ्यो। आज त यस्तै भयो, भोलि के होला? त्यसले मलाई छोडेको रहेछ भने छोडोस्। खुट्टा छ, खुट्टा भयो, जुत्ता कति कति। ओ तेरी रातो खुर्सानी, जाऊ त्यहाँतिर घुम्न जा। नेताजी छाता ओढेर हजुरले थाहा छ कि छैन? यो व्यस्त कुमारलाई फसाउने त आफ्नो मुख डल्नु नि त। हल्ला गरौँ न। म छाता ओढेर हाले गर्नु छेउ राम्रै के भयो?
ठिकै हो यो कुरा बारम्बार गर्ने यता नउता लगाएर मैले सुनेको त्यो मुक्करणले त्यो चञ्चली मारेर तँलाई छुटाउनु मुक्काडनको हात रहेछ गएर तँलाई गाजा आरोपमा जेल पठाएको मुक्काडनले तैँले कसरी थाहा पाइस् धेरै काशीरा मामाको मुखबाट सुने मैले यो कुरा साँच्चीकै हो साँच्ची हो नि म नेताजीलाई छोड्दिनँ अब चञ्चली मारेर मेरो बिछोड गर्नको लागि तपाईँहरूले राजनीति जिल्ला भने बल्ल बुझ्यो के मलाई साह्रै मर्किने गरेर लाग्छ तेरि काका हो तेरि रातो खोर्सानी मैले त नेताले हाने जस्तो लाग्यो सपनामा तपाईँलाई म हानेछु हाने हानु मलाई यहाँ झार सर्किएर हानेर खाटबाट खसाइदियो भनेर काकालाई नपाइदिने होइन तँ व्यस्त कमाएर त म पनि त पर्ने नि हिरबार लगाइए लखानु पर्यो नि त नि खै सुतेर बनाएको म लखाटेको नि अनि के त के मैले गोल काममा मैले लखाटेको छ र एउटा कुरा भन्छु म त्यो चम्चली माया छ नि के भयो त अनि के भयो मलाई मात्रै थाहा चम्चली मायालाई बुझिदियो है अनि त विदेश जा के भयो विदेश गएर चाहिँ नि त्यो नेता भन्दा हामी टाउने भयो बासी त्यसको चाहिँ नि त्यसको हामी खबर कस्तो छ यहाँ त काटेको काम खबर काम छ मेरो भागी त हो नि भोगेन ठिक छ म विदेश जान तयार छु नेताको भान्जीलाई छोड्न तयार छु म विदेश जान्छु उनीहरूले यति घमण्ड गऱ्यो भने कि त हामी पनि घमण्ड गर्न सक्दैनौँ हामी मान्छे हो नि त म विदेश जान तयार छु म विदेश जान्छु ठिक छ आज त यस्तै भयो भोलि के होला नमस्ते सर हो नमस्कार भाइको त यतैतिर घुमिरहेको छ अनि यो भाइलाई थाहा होला कि यो टनक बहादुर र के अर्को यस्तो कुमार तिनीहरू दुईजना कहाँ छन् यता नउता लगाएर टलक बहादुर गएको चाहिँ मलाई थाहा भएन सर व्यस्त कुमार चाहिँ भेट्न जान्ला म ए व्यस्त कुमारलाई तिमी भेट्न जान लाग्यो हजुर हजुर टनक बहादुरको याद छैन थाहा छैन सर मलाई त्यसो यसो गर नि त भाइ एउटा कुरो के भने अब म विशेष खबरले नै आएको हुँ होइन के भने अब यो व्यस्त कुमारको भाइ पनि रहेछ अनि यो टनक बहादुरको चाहिँ नि भतिजो रहेछ होइन दुबई गएको रहेछ 1.5 महिना भयो कति भए रहेछ उसको चाहिँ नि कस्तो भने अब कालगतीले या अब हामी यहाँ बसेको मान्छेलाई थाहा भएन होइन कालगतीले हो कि के अरे अब उसको चाहिँ नि लास्ट पशुपति आर्यघाटमा आइरहेको छ म यही खबर दिन जान लाग्यो तिमीले व्यस्त कुमारलाई भेट्छौ भने व्यस्त कुमारलाई खबर गर म टलक बहादुरलाई भेट्यो भने म उसलाई खबर गरिदिउँ ल यता नउता लगाएर म भनिदिइहाल्छु सर छिटो जाऊ मेरो भट्टी खोइ खबर सबर केही पनि आएको छैन यत्रो वर्ष भइसक्यो खोइ केही हाल पत्तो केही पनि छैन खबर सबर केही छैन के हो के ओहो टलक बहादुर नमस्कार म तिमीलाई खोज्दा भन्नुहोस् के कामले आउनुभयो अनि कहाँ छेउ कसो छेउ के गरिरहेछौ ठिक छ
सर तपाईँ त अचानक आउनुभयो केही विष्णुकुमारले फेरि गल्ती दोहोऱ्यायो कि क्या होइन टोलक बहादुर त्यो सधैँ एउटै गल्ती त दोहोऱ्याएको छैन नि अस्ति नको त त्यो काम सिद्धिहाल्यो तर एउटा कुरो तिमीलाई थाहा पायो कि पाएन होला हजुर खबर सर अब गाउँतिर तिमीले सुन्यौ कि सुनेन होला मैले केही खबर पाएको छैन तिमीले त सुन्नुपर्ने हो खास त अब तिम्रो व्यस्त कुमार भतिजीले त थाहा पायो होला मैले खबर त दिइसकेको थिएँ एउटा व्यस्तकुमार त मैले भेटेको छैन अहिलेसम्म नभेटा भए थाहा छैन होला त्यसलाई तिमीलाई छैन सर छैन अब यस्तो भए त अब मलाई पनि दुःखै छ होइन हजुर दुःख लागिरहेको छ तिम्रो भतिजो चाहिँ स्वस्थ कुमार दुबईमा गएको होइन उहाँको चाहिँ नि निधन भएर छ निधन भएर छ भतिजको त्यही खबर मैले चौकीमा आएको भएर यही खबर दिन आएको बहादुर यसरी ज्यान छोड्नुहुन्न भा जिउ बहादुर आफूलाई सम्हाल हेर यहाँ त्यो लास आइसकेको छ आर्यघाटमा है तिमी चाहिँ तुरुन्त अहिले चाहिँ पशुपति जानुपर्ने भइरहेछ अब यो आफूले धैर्य ल्याऊ अब यो रोएर हुँदैन हेर जिउ हुनु भइसकेको छ है अब हामीहरू त अब ड्युटीमा खटेको अब खबर दिइहाल्यौँ है अनि अब व्यस्त कुमारलाई नै खबर गरेर अब खान पाएको भए है ल ल ल ल अब चिन्ता नगर ल ठिक ल व्यस्त कुमार के हो किन आँटिस दौडी आउनु भइहाल्यो नि भइहाल्यो नि त कमाएर आयो होला के खबर ल्याएस् त तैँले यता त लाएर तर के जाँदा आज झारेर गएको थियो अब त सुतेर आयो के भन्छु यो ए काका गुन्द्रे के के कसो गर्ने त अब हामीले भैँसी चिन्हमा खासै गरी यसपालि चुनावमा हाम्रो जित्दै भएको छ नेताज्यू छाता उडेर अब यसो अब बाटोतिर अब खण्डखुल्ली परेको ठाउँमा चाहिँ यसो मर्मत गरेर चाहिँ अब बजेट छुट्याउनु पर्यो हाम्रो पावर ल्याएर अब भोलि फेरि 5 वर्ष पछाडि हाम्रो स्थानीय चुनाव हुन्छ त्यतिखेर पनि अब जनताले अब हामीलाई रुचाउनु पर्छ त्यही भएर चाहिँ हामीलाई यो बाटो निर्माण गर्नु पर्यो नेताज्यू ठिक छ कान्छा त्यो गरौँ होला बजेट आओस् त्यसपछि के गर्नुपर्छ गरौँ नि अब भैँसी चिन्हमा यसपालि हामीले विजय हासिल गरेको छ नेताजी सलाम है हजुर म त सानो एउटा अलि नराम्रो खबर बोकेर आएको छु काशीराम भनौँ त दुःखको कुरा हो भनौँ भने नि अब आफूलाई चिसो पसिरहेको छ है तपाईँको यो जुन साल केनाजु को चाहिँ नि माइलो भतिजो भएर चाहिँ जोरबाट चाहिँ लास आएको रहेछ अनि हामी चाहिँ नि उहाँहरू गएर चाहिँ हामी यहाँ दाह सत्कार गरेर आयौँ यही अब तपाईँलाई चाहिँ ड्युटी भएर चाहिँ म त पसिहालेँ तपाईँले हजुरले अब खाडीको दुःखको उसमा चाहिँ अब खबर ल्याउनु भइरहेछ ठिकै छ अब के गर्नु अब मलाई पनि धेरै पीडा भयो मेरो पनि मनमा भतभत भइरहेछ अहिले पोलिरहेछ हजुरले यो खबर ल्याइदिएकोमा हेर्नुहोस् अब त्यहाँ गएर चाहिँ तपाईँहरूले चाहिँ अब सम्झाइ बुझाइ गर्नुहोस् अब चाहिँ उहाँहरूलाई चाहिँ अब
उहाँहरूलाई चाहिँ जति पीडा छ हामीलाई पनि त त्यस्तै हो होइन। त्यसलाई चाहिँ तपाईँहरूले सम्झाइदिनु होला। अब त्यहाँ गएर चाहिँ अब गर्न त हामीले केही सक्ने होइन होइन, एउटा सम्झाउने बुझाउने मात्रै हो। ल त सर म लाग्यो। नेताजी छाता ओढेर टाढा बहादुर र ज्येष्ठ कुमार धेरै पीडामा होला। हामी पनि यसो गएर चाहिँ सम्झा बुझा गर्नु पर्ने नेताजी छाता ओढेर। ल त काइसा मेरा त म पनि जान्छु ल। आज त यस्तै भयो, भोलि के होला? अब एउटा भनौँ मान्छेको जिन्दगी हो, सबैजना मरेर जानुपर्छ। तपाईँ यसरी टेन्सन लिएर बस्नु हुँदैन। तपाईँ यस्तो चिन्ता गर्नु भने यो हाम्रो अहिले आत्मालाई राम्रो संस्कार गर्नु पऱ्यो। छुट्टी नै पाकिसक्यो। अब हामीले केही गर्नु त सक्ने होइन, तर जान त भनेको के भन्नु के गर्नु पठाएको। त्यही भएर हामीले हाम्रो साथीभाइ या छोराछोरीहरूलाई बाहिर सकेसम्म पठाउनु हुँदैन। जान्न भन्दा भन्दै मैले करले पठाएको तपाईँ अब चिन्ता नगर्नुहोस् है। अब त्यही गाह्रो साह्रो पऱ्यो भने मलाई कन्टिन्यू गरिदिनु पऱ्यो। अब साथी पाओ धेरै चिज लिएर छैन। मेरो काममा पनि त्यति भएको छैन, केही पनि भएको छैन। अब मेरो जति चिज गरेर पनि सक्नु भनेर हुँदैन। जे भयो भन्नु अब के गर्नु मन मान्दैन। के गर्नु भएन खातामा पढेर चाहिँ बुझाउनु पऱ्यो, सन्तोष राख्नु पऱ्यो, हुनु पऱ्यो। किनकि अब यो सन्तोष कुमारको लागि अब राम्रोसँग गर्नु पऱ्यो। अब हामीले जति सहयोग गर्नुपर्छ नेताजीलाई गरेर नेताजीले पनि अब जे आरोप आफ्नो नेताजीले पनि सहयोग गर्नुहुन्छ। त्यही भएर मलाई तपाईँले गाह्रो सर काइसराम तपाईँको यहाँ होइन तिमी उहाँलाई यसो के गर्नु पर्छ तिमी गर्दै सायद यसो गर्छौ। खाता उठेर अब यस्तै बेला त हो आफ्नो मान्छे चाहिने। तिमी आज यतै गर भएको थियो सबै कुरो सक्ने मात्र हो। अहिले मलाई लाग्यो चिन्ता नकाइसराम। यता उतालाई धेरै चिज नमाने यार। मेरो भाइ त मऱ्यो हामी सधैँ कति धेरै चिन्ता गरेँ। नेपालमा राम्रो रोजगार मात्र भएको भए हामी जस्तो युवक खाडी मुलुक देशमा गएर नङ्ग्रा खुट्टाहरू पर्ने थिएन। के पाउँछ यो नेपालमा? राजनीति र भ्रष्टाचारले भरेको यो देशमा के पाउँछ भने कि जमिन बरु त्यहाँतिर घुम्न अरे फेस पनि हुन्छ।